you will win the game because you are a national hero. एमाले आयो भने त एउटा बाँसको घोषाले हाल्न मासु पो खाने यस्तो त बजिएका बान्दा यहाँ एमाले फागुन 21 गतेको चुनाव आउन मात्र 32 दिन बाँकी रहेको छ। देश चुनावमय बन्दै गएको छ। सबै पार्टीका उम्मेदवारहरू चुनावको प्रचार प्रसारमा देश दौडामा छन्। यो पटकको चुनाव अलि बेग्लै रोचक हुनेवाला छ। फागुन 21 गतेको चुनावमा पत्रकारदेखि कलाकार, समाजसेवीदेखि व्यापारी सबै होमिएका छन्। चुनाव जित्नका लागि सबै नेताले आफ्नो तर्फबाट मरिहत्ते गरिरहेका छन्। केही गर्न बाँकी रहेका छैनन्, चटक देखाइरहेका छन्। कसैको चर्चा छ त कसैको विरोध भइरहेको छ। जनताले नयाँ तथा आश गर्न लायक नेतालाई माया तथा साथ दिइरहेका छन् भने You are a national hero. पुराना पार्टीका नेताहरूलाई पटक पटक जितेर पठाउँदा पनि जनताको सेवामा नलागेकोमा जनताहरूले चुनाव माग्न जाँदा आक्रोश पोखिरहेका छन्। हामीसँग आक्रोश छ। एमाले आयो भने त एउटा बाँसको घोषाले हाल्न मासु पो खाने यस्तो त बजिएका बान्दा यहाँ एमाले त्यसको एमाले निकाल्ने बजिएका बान्दा यहाँ एमाले त्यसको एमाले निकाल्ने। चुनावको अन्तिम निर्णायक परिणाम जनताको भोटबाट हुने हुँदा यो देशमा सुशासन, स्थिरता, अमन चयन कायम गर्नका लागि तपाईको एक भोट महत्त्वपूर्ण हुन्छ। तसर्थ सक्षम इमानदार व्यक्तिलाई भोट गर्नुहोला।